गाइस हेर्नु गाइस हामीले चाहिँ यसको ब्लड निकाल्दियौँ हामीले चाहिँ यो स्कुटी चलाइदियौँ के स्नेक्स छ यति चाँडो मर्दैन गाइस हेर्नु कति स्टिकी स्टिकी चिज त्यसको माथि पानी हालिदिउँ है त गाइस पानी हालिदिउँ यसको माथि अब गाइस अब चाहिँ हाम्रो थोरै पानी हाल्छौँ यसले एकछिन जुम नगरौँ यता आऊ अब यो चराहरूले यसलाई खाइदिन्छ Oh my god. डराइरहेछ Hey guys. अझै पानी हालौँ गाइस तँलाई पनि जान्छ यसको बिप लिगेछ गाइस हामीले चाहिँ यसलाई पुरै पखालिदिन्छौँ के छ बोल्ने यो के हो वाम हो हैन साप हो यो गाइस साप हो सापको बच्चा हो अस्ति पनि हामीको घरमा साप आएको थियो अनि मैले यही साप देखेको थिएँ कि भने अनि पछाडि पनि छ यति धेरै हामी अहिले देखाउँदिनौँ पार्ट 2 मा देखाउँछौँ मैले हामीहरू हामी यो अलरेडी मन लागिसक्यो गाइस हामी केटी भएर पनि डराउँदैनौँ पानीले खेल्नु यसको बिप निस्किरहेछ यसको चाहिँ बिप निस्केर छ गाइस हामी चाहिँ डर लागिरहेछ अब चाहिँ हामीहरू नेक्स्ट पार्टमा उता भित्र जान्छौँ कहाँ छ है हिँडिरहेछ गाइस यो छोड त यसलाई पुरै उ गरिदिनु पऱ्यो कि बाहिर निकालिदिनु पऱ्यो कि भने गाइस मैले सुनेको छ कि यिनीहरूको आँखा हुँदैन हुन त मुख पनि हुँदैन होला सापहरू होइन यिनीहरूको आँखा हुन्छ सापहरूको होइन आँखा पनि हुन्छ मुख पनि हुन्छ मेरो बहिनीलाई थाहा छैन गाइस यो साप डर लागिरहेछ गाइस हामी